आदरणीय दर्शकवृन्दमा तपाईँलाई धेरै धेरै स्वागत छ। नमस्ते मिडिया एचडी फेसबुक पेजमा आदरणीय दर्शकवृन्द, हामीले तपाईँलाई सधैँ एकवटा समाचार लिएर आउने गरेका छौँ। विशेष गरी राजनीतिक समाचार, विशेष गरी विभिन्न नेपालभरिका समाचारहरू लिएर हामी तपाईँमाझ आउने गर्छौँ। र आज भने मैले तपाईँलाई जुन नेपाली समाजवादी पार्टीका संयोजक अर्थात् अध्यक्ष प्रचण्डको आज एक कार्यक्रम मार्फत उहाँले एउटा कुरा व्यक्त गर्नुभएको छ। आदरणीय दर्शकवृन्द, उहाँले विशेष गरी भन्नुभएको छ कि जुन जेनजीहरूले 23 र 24 गते ठुलो विद्रोह गरेर यहाँसम्म आउनुभयो र तपाईँहरूको माग हामीले अगाडि नै उठाएका थियौँ र तपाईँहरूको माग र हाम्रो जुन मुद्दा अहिले ठ्याक्कै मिल्न गएको छ र तपाईहरूले गर्दा नै जुन आन्दोलन तपाईहरूले गर्दा नै हामीलाई अहिले यहाँ धेरै सहज भएको छ। र आदरणीय दर्शकवृन्द, प्रचण्डले के पनि भन्नुभएको छ भने अब हामी उत्तराधिकारी हामी जेनजीहरूलाई बनाउने छौँ भनेर उहाँले व्यक्त गर्नुभएको छ भने आजको एक कार्यक्रममा विशेष गरी जेनजीहरूकै बखान गरेर उहाँले जुन भाषण गर्नुभएको थियो। नयाँ पुस्ताका युवाहरूलाई बढी भन्दा बढी जिम्मेवारी सुम्पने त्यो वातावरण बनाउने हामी पुराना पुस्ताका क्रान्तिकारीहरूका